साथीहरु वेलकम छ मेरो भलकमा हजुरलाई बिहानको भलकमा आज चाहिँ हाम्रो के काम भने यो भाउजू चाहिँ दाउरा लगाउनु छ हामीले दिने है भाउजू चाहिँ उता हुनुहुन्छ पुरा म साथी म चाहिँ दाउरा माथि बसेर हैन भलक बनाइराखेको त गाइस हाले चाहिँ दाउरा लगाउनु हेलो भाउजूजी हेलो कस्तो हुँदैछ भाउजूले जति लगाइसक्नु भयो हामी बिहानदेखि लगाएको साथीहरु यता हुनुहुन्छ रिमाजी लजाइराख्नु भएको छ अझै यत्रो छ साथीहरु यहाँ नै आजको हाम्रो काम यही हो दाउराहरू लगाउने अनि पाठाले पनि सहयोग गर्दैछ उता चाहिँ सब बसिरहेछ मौसम पनि हेरिसक्यो पुरा बादल लागिरहेछ पानी पारेर एकदमै कुल भइरहेछ साथीहरु कुल भइरहेछ माथि सिलिली क्या साथीहरु है साथी अब हार लगाउनु यस्तै हो साथीहरु गाउँघरको काम पनि दाउरा लगायो अब चाहिँ हार लगाइसकेको साथी हो यो चाहिँ भोलि लगाउनु हुने होला होइन हाम्रो गाउँघरमा यसलाई चाहिँ के भनी चिन्छ भने यो कालो कालो छ नि यसलाई चाहिँ बङ्गर वाक भन्छ कि यसलाई चाहिँ बङ्गर वाक मगरको वाक सो गाइज अब हामीले चाहिँ काम सकेर आइसकेको छु अब सुत्नु भएन के साथीहरु निन्द्रा लागिरहेको छ तपाईहरुलाई भरेसम्म मेरो लास्ट भिडियोसम्म हेरिदिनु होला अब बाख्रा गोठाल जाने एकछिनमा तपाईहरुलाई देखाउँछु हेलो साथी गुड मर्निङ सुतेर पनि हामी उठेर पनि होइन साथीहरु बाख्रा गोठाल हिँडेको साथी हो म र साथीको दिदी र भेना चाहिँ गइसक्नु भएछ किने हामी चाहिँ मस्त सुतेको साथी हो पानी अहिले त घाम लागिरहेछ पुरा मस्त छ साथीहरु हाम्रो लानपन चाहिँ वहाँ 12 सम्म तपाईहरुलाई देखाउँछु रोटे रोट लाग्यो बाख्राले के चराउँदै हैन साथीहरु बाख्रा पनि घाँस पनि छैन साथीहरु यस्तै छ यी घाँस भने केही छैन यस्तो नङ्गै झार्छ जङ्गल पनि नाङ्गै छ यहाँ साथीहरु रुखमा पलाएर जग्गा त भुइँमा त छैन साथी त्यही नि बाख्राहरू हिँडिरहेछ रोटे छोरी मान्छेको काम चाहिँ साथीहरु बाख्रा गोठालो रे बिहानै उठे दाउरा घाँस सनाक्सिनी गर्नु रे सबै गर्नुपर्ने केटी मान्छेकै पकाएर दिनु रे केटा मान्छे ठिक्क बारेर बिहानै उठ्नु रे केटी मान्छे चाहिँ ढिलो उठ्यो भने गाली गर्ने छोरा मान्छे चाहिँ फेरि जति बेला उठिने हुने क्या साथीहरु केही नभने छोरा मान्छेले एउटा थाल पनि राख्नु नदिने छोरा मान्छे त सुती उठी बसी के काइदा ए अर्को जन्ममा त मैले छोरा भएर जन्मिनु यो जन्ममा छोरी भएर जन्मिने साथीहरु लास्टै गाह्रो छ बाख्रा पनि हेर्नु पर्ने बाख्रालाई घाँस पनि काटेर दिनु अरे अहिले त साथीहरु पुरा घाम लागिरहेछ यो स्कुल नलागुन्जेल त बाख्रा गोठालो घाँस कटाइने हो साथी जब स्कुल लाग्छ नि स्कुलमा पढ्नुको लागि 9 बजी कुदिन्छ अहिले यो बिदा छ त्यही भएर साथीहरु गाह्रो छ नै खाजा खाएर हिँडेको साथीहरु खाने बित्तिकै हिँडेको पेट दुखिरहेछ कि हेरिनालाई चाहिँ ल साथीहरु हामी चाहिँ डाँडामा आइपुगिसके अब चाहिँ बारीमा लाग्यो टक्क तरिकाले साथीहरु तपाईहरुलाई हाम्रो गाउँ देखाउँछु ल तर हाम्रो घर चाहिँ देखिँदैन हैन अरू गाउँ चाहिँ देखिन्छ तपाईहरु देखाउँछु ल साथीहरु डुम्रीपट्टि गाउँ यो चाहिँ अलिक गाह्रो देखिँदो रहेछ साथीहरु नै खाली चाहिँ देखिँदैन खाली चाहिँ देखिँदो रहेछ गाह्रो देखिरहेछ साथीहरु ल हामी चाहिँ वहाँ देखाएको साथीहरु उता पर काकाहरुको घरमा के साथीहरु बाजु गो पाखा ए गुड टिटिट गाडी आइछ रे
ए ल ल उता ल ल यो दुईटा चाहिँ कहाँ हिँडेको बाख्राले त तपाईँले लडीबडी गरेँ ल ल ल छैन नि साथी हामी चाहिँ बाख्रा लिएर बारीमा आइपुगेँ अनि यो चाहिँ यो गाउँको नेम चाहिँ बारा हो कि साथी हो हामी चाहिँ बहुटारदेखि यहाँ लिएको छ कि यहाँ आज धानहरू रोप्नु भएको रहेछ खायो भने पिराइ पर्छ साथीहरू यो बारी खायो भने नि साथीहरू यस्तो मनी दिनुपर्छ क्या मनी छैन मनी शीतलमा बसेको साथीहरू घाम लागिरहेको छ मस्त बाख्रा भने कुदेको छ एकछिन बस्नु दिँदैन हो साथीहरू यो बाख्रा कुदेको देखेर साथीहरू झ्याउ लागिसक्यो चढ्दैन साथीहरू कुदेको गर्छ भक्क भने हेर्नु न यो बाख्राहरू कति कुदेको यहाँ न साथीहरू चढ्नु छैन कुदेको छ साथीहरू के गर्दा कुदाएर गाडी कुदाएर यो बाख्राले कम्ता कुदाएको छ यो तल सिने बाख्राले कम्ता कुदाएर कपाल किसिम बनाएर साथी आजसम्म बाई बाई मेरो लास्ट समय हेरेर नयाँ गरिदिनु फर्स्ट टाइम हो मेरो खास चाहिँ भएर आउँदैन भोलि तपाईँहरूलाई मेलाको भिडियो देखाउनेछु यति नै लास्ट गरिदिनु बाई बाई